यहाँ पुरानो बारहरू भत्काएर फेरि नयाँ बार बनाउँदैछ। दुईजना मिस्त्रीहरू लगाएको छौँ काममा हामीले। उहाँले एकदम यसरी चिलाउनुहुन्छ, आरल चलाइरहनु भएको छ। उहाँको नाउँ चाहिँ मेरी राई हो। अनि यहाँ एकजना हुनुहुन्छ अर्को मिस्त्री, उहाँहरू आफै हेल्पर हो, आफै मिस्त्री हो। राम्रोसँग बान्ने। अनि ल यहाँनिर चाहिँ फेरि हामीले काँक्रोहरू लगाउँछौँ नि त। यहाँ त काँक्रोहरू लगाउँछौँ। रेडी पनि हो, अब्रामको पालाको रेडियो छ, हाम्रो पुरानो रेडियो छ, हजुरबाको पालाको हो। बिलिभ राई पनि काम गर्दैछ। सबैलाई जयमसी गरिदियो छोरो। पानी लगाएर जयमसी गरेको मलाई पो लाग्यो त हौ। ल यसरी यहाँ काम हुँदैछ हाम्रो। यहाँ हाम्रो हरियो धनियाँ उमारिसकेका छौँ। ल एउटा बोका पनि यसो पालेको, कोही बेलामा चस्स झोल खान मिल्छ कि भनेर। यो झोल खाने बेलामा त हजुरहरूलाई नि बोलाउँछु है, म मेरो साथीहरू सबैलाई बोलाउँछु। यहाँ केही परेवाहरू कुराकानी गर्दैछन् यहाँ बसेर। चाडो र परेवाको यहाँ गफ भइरहेको छ। यो रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर 1 शिवालय भन्ने ठाउँ हो। काठमाडौँबाट बस आइसकेको छ। अनि यहाँनिर ठुल्ठुलो हाइड्रोको योहरू बनाएको छ, पिल्लरहरू, खम्बाहरू। यो ठुलो हाई टेन्सन लाइन है के भन्छ, यस्तो यस्तो छ। यो चाहिँ हेली आउँदा, प्लेन आउँदा छुन्छ कि भनेर राखेको हो, यो चिन्हको रूपमा। ल सासु बुहारी दुवैजनाले यता फर्केर जयमसी गर्नुहोस्। जयमसी। ल जयमसी। उहाँ चाहिँ मेरो एक्लो बुहारी, उहाँ मेरो एक्लो श्रीमती हो। उयो पर भएको चाहिँ एक्लो नाति हो है मेरो। अनि क्यामेराम्यान चाहिँ म आफै हो। बाँदरे टोपी लगाएको छु, जाडो छ नि त, चिसो छ। बाँदरे टोपी लगाएर यसो, यसलाई हनुमानी टोपी पनि भन्छ कि बाँदरे टोपी भन्छ हौ, बाँदर जस्तो टोपी टक्क लगाएको छु। निकै न्यानो बनाउँछ यसले।